धेरैजसो छोरी मान्छेहरू सुरुमा कसैप्रति छिट्टै माया देखाउँदैनन्। उनीहरू समय लिन्छन्, सुन्छन्, बुझ्छन् र हेर्छन्। त्यो केटा कस्तो छ, उसको व्यवहार कस्तो छ, सम्मान दिन्छ कि दिँदैन, यी सबै बुझेपछि मात्रै उनीहरूको मनैदेखि माया सुरु हुन्छ। तर धेरै केटाहरू ठिक उल्टो हुन्छन्। सुरुमा अत्यन्तै धेरै माया देखाउँछन्, समय दिन्छन्, ध्यान दिन्छन्, बाचा गर्छन्, तर समय बित्दै जाँदा जुन बिन्दुमा पुगेर एउटी केटीले उसलाई पूर्ण रूपमा विश्वास गर्छिन् र आफ्नो सर्वस्व सुम्पिन्छन्, ठिक त्यही बिन्दुबाट धेरैजसो केटाहरू अब त मेरो भइसकी भनेर ढुक्क भइदिन्छन्। बिस्तारै केटाको मेसेजको रिप्लाई ढिलो आउन थाल्छ, भेट्ने बहाना कम हुन थाल्छ। सायद माया घटेको हुँदैन होला, तर एफर्ट चाहिँ पक्कै घट्दै जान्छ। अनि यहीँबाट सुरु हुन्छ गलत बुझाइ। केटीलाई लाग्छ ऊ पहिले जस्तो रहेन, उसको माया घट्यो, तर केटालाई लाग्छ सम्बन्ध पुरानो भयो, अब सामान्य हुँदा के हुन्छ र। तर याद राख्नुहोस्, प्रेम एट्र्याक्सनबाट सुरु हुन्छ। समयसँगै त्यो एट्र्याक्सन कम हुन सक्छ, तर एक अर्काप्रति माया, अन्डरस्ट्यान्डिङ र रेस्पेक्ट बढाउँदै लैजान सकियो भने मात्रै सम्बन्ध अन्तिमसम्म टिक्छ।